चाहिँ यो घरको चाहिँ झाल ढोका पङ्खाहरू मिटरहरू पोइन्टहरू घर बिल्डिङ हो construction begins there. Look up this country. अब तो केही एक दुई दिनभित्र फेरि यो चाहिँ डुबेर आउने मेन कुरो त यो घाँस यो मजाले हान्यो भने माटो छ क्या सबै सबैले आउँछ झ्याल पुरा हान्यो भने माटोले सक्दैन हामीले हान्न निकालेकै जान्छ होइन कति राम्रो लाग्छ कबाडीमा जाने हो कि स्टिलमा गर्छ कबाडीमा धन्यवाद स्टार्टिङमा पङ्खा खोल्ने रे हेरीको ल कन्स्ट्रक्सन नयाँ रहिसाबले हाल्दैछन् ड्याङ्की ड्याङ झ्याल हाम्रो आजी पनि सर्वे गर्न आउनुभएको छ त्यो भिडियोमा आउँछ नि आजी फेरि सबै ठाउँ देख्छ भनेपछि यो क्यामेरा पहाडीमा कति हेप्दो रहेछ थाहा पायो कि हिर्काइन्छ भने भएको ठाउँ ठाउँमा आज मेरो बाबाले बनाउनु भएको पुस्तैनी घर मेरो प्यारो भदा अरविन्द गुरुङले बाजेआप्पाको पुस्तैनी घरमा फेरि अहिले नयाँ डिजाइनको घर बनाउने अठोट गरेर आजबाट यो घरलाई भत्काउन सुरु गरियो। पहिला सुरुमा चाहिँ दिपक गुरुङज्यूले यहाँ पङ्खा झिक्दै हुनुहुन्छ अनि दिपक गुरुङज्यूको माइलो बहिनी ज्वाइँले फेरि यहाँ झ्यालको पल्लाहरू झिक्दै हुनुहुन्छ। अब ल शुभकामना छ मेरो प्यारो भदारी बिजन गुरुङ अरविन्द गुरुङलाई एकदम राम्रो काम गर फलोस् फुलोस् प्रगति गर हाम्रो आशीर्वाद फुल पितृको आशीर्वाद अझ योभन्दा राम्रो प्रगति गर। आजको दिन एक मन चाहिँ दुःख लागेछ बाजेआप्पाको पुस्तैनी घर भत्केको अर्को मन चाहिँ आफ्नो नाति छोरा नाति भदा भदैहरूले गरेको प्रगतिमा हामी एकदम हर्ष उल्लास हर्षित छौँ। हुँदै गर्छ प्रवचन हुँदै गर्छ। दिपक गुरुङको आजको यो पङ्खा खोल्ने कार्यक्रम ठ्याक्कै 2 घण्टामा सम्पन्न हुने हो। ठट एउटा सुर्ती किन्नु लाग्यो हुँदा सुर्ती खाएर फुर्ती निकाल्नु स्कुल घुमाउ न स्कुल घुमाउ टाइट भयो नि त्यही हो निकाल्ने तिम्रो गए झन् मोटो मान्छे अगाडि माथि चढ्नु सक्दैन खुट्टा खुट्टा दुखेर कतिसम्म जीवनमा गरेर खाने मान्छे हो भनेर यो पङ्खा निकाल्ने कार्यक्रम थाहा हुन्छ है दिपक गुरुङ। झ्याल खोल्ने क्रममा भान्जा बिजन भान्जा जो हिसाब स्वेटर लाएर पुरा चल्दैछ है गाइस। यो छ सोफा पोइन्ट्सहरू बिलहरू यतिहरू छ। पङ्खा 2टा मात्रै निकालेछ भनेर झ्यालको चाहिँ निकालिसक्यो कता निस्किँदैछ। अब एकछिनपछि यो पङ्खा निकाल्नु पऱ्यो किनभने कारण चाहिँ अहिले ननिकालेकाले चाहिँ निकाल्ने सामान औजार अलि पुगेन त्यहाँ व्यस्त भएको बेलामा त्यसैले गर्दा चाहिँ
अब एकचोटि झालिसकेपछि बल्ल बिस्तारै निकाल्नु पर्ला। अहिले सोफाले जुवाई साहब लाग्दै हुनुहुन्छ मजाले। त्यही हो मलाई प्र्याक्टिस गर्नु हुन्छ सिनियर के भन्छ मास्टरले यहाँ खतरनाक डेन्जर मान्छे ओ चम्मिचो पनि खसौँ ल ल ल हजुर के बोल्ने बोलेर बनाउने म त बोल्नु त आउँदैन बस अरू त त्यस्तो छोरा चाहिँ भाइरल हुन्छ ल्याएर भर्खरै 22 वर्षको छोरा हो मेरो होइन 22 वर्षको छोराले यस्तो काम गर्छ ल्याएर कस्तो छोराले गर्छ यस्तो काम कस्तो छोराले गर्छ यस्तो काम बिजुले गर्छ बिजुले बस निस्क्यो बस बाहुबली ढोका कस्तो गर्छ काट्दै हो त नि त्यो त ड्याङ ड्याङ एक दुई लाख हाने पनि जान्छ होला त्यसैमा फिक्स गर्नु नि त्यो नै त्यसो भने यसलाई यो भङभङ भत्काएर एकछिन लाग्नुहुन्छ यो साइड साइड मात्रै भत्काएर ठिकै दिँदै यो सबै निकालिदिनु बाबु हजुर त्यो सेटै निकालिदिने हो क्या अनि सिसाको सेटै निकालेर पाएर गर्छ भन्थ्यो होइन दिदी थरुनीले 900 रुपियाँ लिन्छ एक दिनभरि गरेको होइन कि भत्काउँदा केटी आइमा सोच्छ नि बाबु ए त्यो सबैजना के भन्छ माटोको जोडा हेर्दै दिदी किन डोजर कुर्नुहुन्छ र ए एक सर्ट खाएर मेरो पात खाँदै खिचेछु बुस्ट खाएको त्यो जुत्ता पर्टिकुलर लगाउने लगाउने मान्छे मानेन मैले लगाउनु त्यसको साइज हुन्छ त के हो ट्रेकिङ सुज हो मिल्दैन ग्रिप त मजाको छ